हजारौं दर्शकलाई मनोरञ्जन र अनुहारमा मुस्कान ल्याउने प्रीति पासवानको भावुक बनाउने सानो परिचय समय मिलाएर भए पनि सुनिदिनुहोला। प्रीति पासवान उनी कान्छी छोरी छिन्। बुवा राजवंशी विवाहका सट्टामा नाच्ने काम गर्छन्। जेठी छोरीको बिहे भइसकेका छन्। हाल उनी संस्थामा कार्यरत छिन्। सानी बहिनी र प्रीति गरी 3 बहिनी र 1 भाइ कलेज पढ्दैछन्। म सानो हुँदाखेरि म प्राय आफ्नो मम्मीसँग केही सिकेको छैन अनि मलाई रोटी बनाउन आइरहेको थिएन। मलाई बेल्न पनि आइरहेको थिएन रोटी कसरी बेलिन्छ भनेर। अनि बुवा सिकाउनु भयो। मेकअप गर्न त प्राय उहाँसँग सिकेको म। बुवाको सबै गुण छोरीमा सरेको हुँदा बुवा राजवंशी एकदमै खुसी पनि छन्। अब त खुसी छु। र आमा सुगन्धी अहिले समाजसेविका र घरका काम गर्छिन् भने पहिले खाना बस्न र लगाउनलाई निकै दयनीय अवस्था थियो। अहिले एकदमै राम्रो छ। कहिलेकाहीँ प्रीति पासवान कहिलेकाहीँ बुवासँगै पनि नाच्ने गर्छिन् उनी आफ्नै घरमा। प्रीति पासवान सुरुको इन्डियन स्टेज सो कम्पिटिसनमा प्रथम स्थान हासिल गर्दा उनी आफूमा रहेको गुण स्टेज सो मार्फत हजारौं दर्शकलाई मनोरञ्जन गराइरहेका छन्। आफ्नो बुवा आमाको सोचेको कुराहरू पुरा गर्नमा अलि राम्रो लाग्छ कि जसरी समाजहरू गाली गर्छ नि। तर हाम्रो गाउँको मान्छेहरू त्यस्तो छैन कि। अहिले आफ्नै जमिनमा राम्रो इँटाको घर, मोटरसाइकल र ट्र्याक्टर पनि छन्। छोरी गीत गाउँछ, त्यो बडाकालाई बढी अलि ठुलो स्टेजमा जान्छ। म गाउँमा ट्र्याक्टरमा नाच्छु। पहिले उनी वीरगन्जको होटेलमा पनि गीत गाउने गर्थिन् र अहिले उनी डान्सलाई नै आफ्नो रोजीरोटी बनाएकी छिन्। प्रीति पासवान भन्छन् समाजले पहिले हाम्रो बुवालाई निकै गाली गर्थे। अप्ठ्यारो समयमा कसैले पनि साथ नदिएको पनि उनी आँसु बगाउँदै बताइरहेका छिन्। प्रीति पासवानको यो सानो परिचय तपाईलाई कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला। भिडियोलाई लाइक गर्नुहोला। साथै युट्युबमा हुनुहुन्छ भने तल रातो कलरमा सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद। जय नेपाल, जय मधेस।